गाइस वेलकम ब्याक टु माई ब्लग गाइस सन्चै हुनुहुन्छ होला भने सन्चै छु बिहान ट्युसन पढ्न गइरहेको छु होइन गाइस चिसो मौसम काठमाडौँको यस्तै हो ल गाइस हामी चिया खाँदै अब चिया खाएर ट्युसन पढ्न जान्छौँ अब जस्ट काठमाडौँको ह्यान्डसम भयो यो अङ्कल हुनुहुन्छ अब ट्युसन पढ्न चाहिँ जान्छौँ ह्यान्डसम भयो यो पनि हो गाइस ल गाइस हामी जाँदै ट्युसन पढ्न ह्यान्डसम बोयहरूलाई देखाइदिन्छु यहाँ हेर्नुहोस् पहिला नभए यस्तो गाह्रो छैन गाइस बिहान बिहान उठ्ने यार बोल त हल्का गाह्रो गाइस कोही केटी छैन भने चाहिँ यसो केटाहरूलाई मिलाइदिनु पऱ्यो रे सिङ्गल छु यार भाले भने गाइस यस्तै हो बिहान चाँडो माथिबाट तलबाट ए एकदम चिसो कस्तो पऱ्यो क्या आजले फेरि लास्टै चिसो होइन छैन हौ चिसो हुर्लाएपछि चिसो भयो कालो कालो देखिरहेको छ क्या अरे ल गाइस हामी ट्युसन पढेर जाँदैछौँ अन्त ल गाइस म चाहिँ स्कुलबाट त्यहाँ ट्युसनबाट आइसकेँ आएर हो यहाँ भाडा दिनुपर्ने छ यिनीहरू भाडा साडा के दिनु यिनीहरू भाडा दिनु तिनीहरू खाने मात्रै हो कि भाडा साडा केही कामै गर्दैन गर्नुपर्ने मैले हो अब भाडा दिएर चाहिँ अब स्कुल जानुपर्छ आज हाम्रो खेलकुद छ आज भोलि खेलकुद छ अनि आज भलिबलको म्याच खेल्नुपर्ने छ गएर खेल्नुपर्छ भलिबल भाडा दिनु पऱ्यो पहिला स्कुलमा भाडा दिएर जानु पऱ्यो अनि पछि आएर खाना खानुपर्छ 4 बजीतिर ल हुन्छ गाइस भाडा दिनु पऱ्यो म चाहिँ स्कुलबाट आएर पनि पल्टेको अहिले चाहिँ सुते यस्तै पल्टेको स्कुलमा गेम खेलायो हो गेम खेलाएर थाकिसकेर पढाइ भएन आज स्कुलमा आउन पढाइ भएन अनि गेम सेम खेलायो अब भोलि पनि छ गेम भोलि भलिबल छ आज भलिबल खेलाएन आज त्यो चेयरमा बस्नेवाला खेलायो वरिपरि घुम्ने गीत लाउने त्यो चेयरमा बस्नेवाला खेलायो अनि हाम्रो यता हुन्छ हाम्रो दाजु हेर्नुहोस् सेम छक्का जस्तो हुन्छ होइन सुतेर उठेँ आएँ स्कुलबाट अनि सुतेँ खेलेँ थिएँ लास्टै खेलेँ अनि अब खेलकुद आएको छ नि त त्यही भएर लास्टै खेलेँ अनि सुतेँ भर्खर उठेँ अनि उठेर पढ्ने मनै लागेन कि यो एउटा खेलकुदको कारणले हो कि कसले जादु लगायो कसले जादु लगाएर त्यो कहाँ ढेलाउनु यस्तरी हान्ने मन छ पढ्ने मनै लाग्दैन कि अझै इक्जाम आउनु लाग्छ यार पुसका 9 गते इक्जाम पढ्ने मनै लाग्दैन एक खेलकुद आएर पनि खेलकुदले उ गरा अझ भोलि पनि छ खेलकुद भोलि भलिबल छ हाम्रो 9 क्लासको र 10 क्लास हामी 9 क्लासको त हराइहाल्छौँ 10 क्लासलाई ती दाजुहरू हुनुपर्छ त्यो नहराइहाल्छौँ हराउनु त होइन भलिबल छ त्यसपछि दौड भोलि हुनु होला पर्सि हुन्छ होला खेलकुद दौड पर्सि हुन्छ होला अनि भोलि अर्को के पानी कस्तो खेल खेलाउँदैन 9 क्लासलाई र 10 क्लासलाई पनि यस्तो चेयरमा बस्ने हुन्छ नि गीत त्यो उता गाना चालु हुन्छ पहिला गाउँतिर पढ्दाखेरि के हुन्छ भने चाहिँ गाउँतिर पढ्दाखेरि आजभोलि गीत लाउँछन् गाउँतिर टिनिनिनी बजाउँदै घन्टी हुन्छ नि त त्यही टिनिनिनी बजाउने कुर्ची हुन्थ्यो कहीँ कुर्ची बस्ने हुन्थ्यो अनि हामी चाहिँ कुर्चीमा बसेनौँ गाउँमा अब बोर्डिङ स्कुलमा हुन्थ्यो सकेन्डमा कुर्ची हुन्थेन इँटा राखेको हुन्थ्यो इँटामा ट्याक्कै टेप्ने जसले इँटामा छुयो त्यो हुन्थ्यो नि त जित्ने लास्टमा त्यस्तो हुन्थ्यो आज कुर्ची हुन्छ कुर्चीमा बस्ने खेलेर भएर म त्यो खेल्नै लाँदैन म्यामले तानी लिनुभयो सबलाई हल्का फुल्का खेल्यौँ अनि त्यो चाहिँ भयो खेल्यौँ अनि भोलि चाहिँ पानी उ गर्ने दौडेर पानी भर्ने भने चाहिँ अब त्यस्ता खेल्छन् यार यहाँ म पागल भएको छु त्यस्ता खेल्छन् म त्यो कहिले खेलेको थिएन भोलि खेल्न आएको छु फर्स्ट टाइम कस्तो हुँदो रहेछ यो पानीमा हाल्ने खेल डब्बामा पानी हाल्ने खेल अरे के खेल्ने यस्ता खेल्नुपर्ने चाहिँ भोलि पर्सि दौड होला लङसम हाइजम के हुन्छन् ती पर्सि शुक्रबारसम्म गराउँछ होला त्यही खेल्नुपर्छ पढ्ने मनै लाग्दैन के गर्ने रिल्स मात्र हेर्ने मन लाग्छ यस्तै हो अब खाना बनाउनु पर्छ न दादा बनाउँछ भनौँ त खाना खाएर म त अहिले सुतिन्छ पढ्ने मन लाग्दैन त के गर्ने होइन लास्टै आज थाक लाग्यो यार गाइस अल्छी पनि लाग्यो
एकैचोटि हाम्रो पालो आयो, अझ अरू 5 क्लासका ती बच्चीका पालो हेर्दै यताउता हट्नुपर्छ। अरू बच्चीहरूलाई पनि यताउता हटाउन छोड्नुपर्छ। तिनीहरू यताउता हल्ला गर्ला हुँदैन। म्यामहरूले हामीलाई दिनुभएको थियो सिनियर क्लासलाई भनेर हामीलाई हेर्नु भन्नुभएको थियो यताउता हट्ने लट्ठी लिएर। एक त तिनीहरू बच्चा भने भन्दा झन् जोसिँदा अरे यहाँका झन् जोसिँदा भने भन्दैन तिमीले कुट्नु छैन। यस्तै हो के गर्ने पढ्ने मन लाग्छ। कालो हल्का फुल्का छु कि लास्टै कालो भइसक्यो म। अब हल्का गोरो हुन्छ। ल गाइस खाना खाएर अब सुत्न लागिसक्यो, निन्द्रा लागिसक्यो। 10 बजिसक्यो होइन। ल बाई गाइस, सब्सक्राइब हान्नु चाहिँ नभुल्नु होला।